गाइस यो मल अफ द एमिरेट्स त्यो सेराटन होटल है। अब यहाँबाट चाहिँ ऊ मेट्रो स्टेसन कौवाहरू कराइरहेका छन् का भनेर। अनि त्यो चाहिँ अब मेट्रो स्टेसनतिर जाने ब्रिज हो त्यो है, वे हो। मेट्रो स्टेसन जान्छ त्यहाँबाट। त्यो सामने मेट्रो स्टेसन छ है। अनि यो मेट्रो स्टेसन छेउछाउमा मान्छेहरू गीत गाएर बसिरहेका छन्। मेट्रो नजिकबाट गइरहेको छ, हेर्न सक्नुहुन्छ है। दामी भ्यू चाहिँ यो रिभर हो, रिभर ब्रिज। त्यो मेट्रोबाट यसरी हिँडेर यहाँसम्म आउनुपर्छ मलको लागि है। मलमा जानलाई मेट्रोबाट यसरी हिँडेर आउनुपर्छ। लाइट एन्टी लाइट भइरहेको मेट्रो आइरहेछ। मेट्रो स्टेसन मान्छेहरू हिँडिरहेका छन्। यो फाइनल्ली मलको छेउमा आइपुगेको छु म। पछाडि चाहिँ मेरोतिर मेट्रो स्टेसन देख्न सक्नुहुन्छ। मेरो चाहिँ मेट्रो स्टेसन, यतातिर चाहिँ बस पार्क है। रेस्टुरेन्ट बस गइरहेछ। यो नाइट सिन कलकत्ता मलको हेर्नुहोस्, यस्तो सुन्दर ठाउँमा, प्राकिलो ठाउँमा बनेको छ। बच्चाहरूको यो खेलाउने गाइस फाइनली कलकत्ता मलको भ्यू हो, हेर्न सक्नुहुन्छ। मेट्रो स्टेसनतिर लाग्यो है, यो मलको हेर्न सक्नुहुन्छ। मान्छेहरू यहाँ फोटोहरू खिचिरहेका छन्। त के सप राम्रो यो रेस्टुरेन्ट मेट्रो स्टेसन जाने फुटपाथबाट मेट्रो स्टेसन हुँदै जान्छ है, अप द हुक। यहाँबाट चाहिँ अब इलेभेटरबाट गइन्छ माथि। इन्जोय गर्नु होला यो आजको भ्लग हेरेर है। भिडियो बनाउँदैछ मान्छेहरू।